आयो गाइज हो, आयो गाइज, गाइज आयो है, यो चाहिँ गाइज आयो। यो चाहिँ काहीँ नभएर मध्य प्रदेश 2 नम्बर प्रदेशको चाहिँ यो सप्तरी जिल्लाको खुच बडा डरलाग्दो ठाउँ छ। हेर्नुहोस् यहाँ एउटा यता गयो, फेरि यो चाहिँ यता आयो। यस्तोमा चाहिँ सुन पाउँछ भन्ने छ, त यसलाई सफा गर्नुपर्छ। यो सुन पाउने ठाउँ हो, कुनै देवी देवताको चाहिँ यो पूजा गरेको ठाउँ होइन, यो चाहिँ सुन पाउने ठाउँ हो। हेर्नुहोस् यस्तो छ। फेरि यहाँबाट यस्तो आइसक्यो। ओ माई गड, डेन्जर छ, हिँड्ने डर मर्दो ठाउँ छ। केही छैन, जङ्गल भन्छन्। जङ्गल भनेको चाहिँ एउटा जल भइगयो। जङ्गलको जडीबुटी जमिनबाट बनाए चाहिँ जङ्गल हुन्छ। यही छ मजा। हेर्नुहोस् यहाँ यस्ता यस्ता लडेका छन्। हामी यो चाहिँ नेपालमा ग्यासको अभाव छ, यस्ता यस्ता जङ्गलमा चाहिँ लडेर बसेका छन्। यसलाई चाहिँ सरकारले सही सदुपयोग गर्न सक्यो भनेदेखि यो मान्छेको भान्सामा अनेक प्रकारका खानेकुरा खानको लागि प्रयोग गर्न सकिन्छ। तर यसतिर नेपाल सरकारको ध्यान छैन, लडेर गएका छन् जङ्गलमा अनेक रुख बिरुवाहरू। ठन्डा यति छ, यति गर्मी छ उता चाहिँ, यता चाहिँ यति ठन्डा छ, यति चिसो छ नि, कुरा नगर्नुहोस्। यो पुरै टोलुभन्दा कम छैन चिसोको ठाउँमा। चिसो त्यस्तो चिसो छ। यस्ता यस्ता यहाँ चाहिँ तालहरू छन्। मान्छेहरू आएर चाहिँ यहाँ बसेर खाँदा छन्, कुरा थाहा पायो। च्याउचाउका खोलेर देखियो, यति सफा कञ्चन पानी छ। हेर्नुहोस्, ओ माई गड, यस्तो सफा पानी छ, कञ्चन पानी। यो पानीमा मुखसुख सब धुन सकिन्छ, खान सकिन्छ। मिनरल वाटरभन्दा कम छैन यो पानी हाम्रो देशको। यहाँ चाहिँ यस्तो कञ्चन पानी छ। चिसो त्यस्तै छ। कहाँबाट आएको छ, कहाँबाट आएको छ यो भित्र अब यस्तो छ है, जान पनि डर लाग्दो ठाउँ छ। ओ माई गड।